लेट्स टक अबाउट मेन्टल डाइट हामी सबैलाई थाहा छ कि यदि हामी स्वस्थ हुने हो भने चाहिँ हामीले स्वस्थ खानेकुराहरू खानु पर्यो, हेल्दी फुडहरू खानु पर्यो, जङ्क फुडहरू एभोइड गर्नुपर्छ भन्ने हामी सबैलाई थाहा छ। तर कतिजनालाई थाहा छ कि मेन्टल डाइट के हो, हामीले कस्तो खुराक खुवाउनुपर्छ, यदि हामीले राम्रो सोच्ने, राम्रो कुराहरू, राम्रो विचारहरू आउने हो भने कस्तो खालको डाइट हामीले हाम्रो दिमागलाई खुवाउनुपर्छ, त्यसको बारेमा म आज अलिकति केही कुराहरू मेरो एक्सपिरियन्सहरू सेयर गर्न गइरहेको छु। मेरो चाहिँ एउटा ह्याबिट के थियो भन्दाखेरि नेपाल हुँदाखेरि कान्तिपुर न्युज पेपर आउँथ्यो। सो बिहान उठ्ने बित्तिकै म न्युज पेपर पढ्ने एउटा बानी थियो। तर जब म यो सेल्फ हेल्पतिर, यो पर्सनल डेभलपमेन्टतिर लाग्न थालेँ, त्यसपछि मलाई के थाहा भयो भन्दाखेरि स्पेसली बिहान उठ्ने बित्तिकै हाम्रो माइन्ड त स्पन्ज जस्तै हुन्छ नि, जे कुरा हाम्रो दिमागमा हाल्यो त्यो अब्जर्भ हुन्छ। भनेपछि त्यो डे चाहिँ हामीले कसरी स्टार्ट गऱ्यौँ भन्दाखेरि नेगेटिभबाट हामीले स्टार्ट गर्दाखेरि एउटा लो भाइब्रेसन्स हुने भयो। फर्स्ट त्यो भयो। अनि अर्को कुरा भनेको चाहिँ न्युज पेपरमा जहिले पनि के हुन्छ भन्दाखेरि नेगेटिभ न्युजहरू विश्वमा के भइरहेछ, कहाँ लुटपाट भयो, कहाँ हत्या भयो, कहाँ चाहिँ जस्ट नराम्रो न्युजहरू भइरहेको हुन्छ। त्यसको मतलब यो होइन कि न्युजै पढ्नु हुँदैन, न्युजै हेर्नु हुँदैन भन्न खोजेको होइन। तर बिहान स्पेसली त्यो टाइम चाहिँ राइट टाइम होइन। अनि भिडियोहरू हेर्नुभन्दा पनि, जस्तै टिभीमा हेर्नुभन्दा पनि न्युज पेपर पढ्दा चाहिँ राम्रो। किनभने जब हामी भिडियो हेर्छौँ नि, त्यसमा चाहिँ हामीले सबै सेन्सहरू युज गर्ने भएको भएर चाहिँ त्यसले चाहिँ हामीलाई डाइरेक्टली इम्प्याक्ट पारेको हुन्छ। सो डे टाइम राम्रो हुन्छ यदि न्युज, भनौँ न यहाँलाई न्युज के भइरहेछ विश्वमा यदि जान्न मन छ भने त्यो उपयुक्त समय हो। र अर्को कुरा चाहिँ हामी के ध्यान दिँदैनौँ भन्दाखेरि कन्सटेन्टली हामीले स्क्रोल गरिरहेको हुन्छौँ, तर कस्तो खालको कुराहरू हाम्रो माइन्डलाई फिड गरिरहेछ भन्ने कुरा चाहिँ हामीले पज गरेर हेर्नु आवश्यक छ। के भन्छ भने वी आर वाट वी रिड, हामीले के पढिरहेछौँ, वाट वी लिसन, हामीले के सुनिरहेछौँ, र वाट वी वाच, हामीले तीन कुराबाट चाहिँ हाम्रो माइन्डलाई डाइट दिइरहेको हुन्छौँ। भनिसकेपछि अब आज यहाँहरूले चाहिँ कन्सटेन्टली यदि सोसियल मिडियामा हुनुहुन्छ भने या केहीमा हुनुहुन्छ भने कस्तो खालको डाइट छ, त्यो तपाईँको मेन्टल हेल्थलाई इम्प्रुभ गर्नेछ कि या त्यसले चाहिँ तपाईँलाई नेगेटिभ सोचतिर लानेछ, त्यो पज गर्नु आवश्यक छ। म चाहिँ कन्सटेन्टली मोटिभेसनल टाइपको कुराहरू नै सुनिरहेको हुन्छु। बिके सिवानी स्पेसली उठ्ने बित्तिकै म उसलाई सुनिरहेको हुन्छु। देयर आर लट्स अफ पिपल लाइक हु आर अलरेडी सक्सेसफुल इन देयर फिल्ड। अनि उहाँहरूलाई सुन्दाखेरि चाहिँ के हुन्छ भने आई गेट द आइडिया के, उहाँहरूबाट आइडियाहरू मैले लर्न गरिरहेको हुन्छु। अब यदि यहाँहरूसँग टाइमै छैन भन्दा पनि, यदि यहाँहरूले घरहरूको कामहरू गर्दाखेरि पनि त्यतिखेर पनि सुन्न सक्नुहुन्छ। यदि ड्राइभिङ गर्नुहुन्छ भने त्यो पनि राइट टाइम हो। तपाईँले भनौँ न अरू नेगेटिभ कन्टेन्ट भन्दा पनि पोजिटिभ कन्टेन्टतिर अलिकति फोकस गर्नुभयो भने चाहिँ तपाईँको माइन्डसेट, तपाईँको मेन्टल डाइट चाहिँ राम्रो भयो र तपाईँले राम्रो सोच्ने हुनुभयो र तपाईँको जुन इमोसन्स एउटा पोजिटिभ भाइब्सतिर चाहिँ लम्किरहनु भएको हुन्छ। सो मान्छेले त्यो भाइब्स फिल गर्न सक्छ। सो आज यहाँहरूलाई के भन्न चाहन्छु भन्दाखेरि यहाँले जुन स्क्रोल गरिरहनुहुन्छ सोसियल मिडिया या युट्युबमा, कस्तो खालको कन्टेन्ट यहाँले माइन्डलाई फिड गरिरहनु भएको छ। यदि पोजिटिभ छ भने किप डुइङ इट, यदि त्यो चाहिँ नेगेटिभ छ, त्यसले चाहिँ तपाईँलाई नेगेटिभ इमोसन ल्याउँछ भने आई थिङ्क दिस इज द टाइम टु पज एन्ड स्विच टु द राइट डिरेक्सन। सो हामीले चाहिँ आफ्नो दिमागलाई राइट खुराक खुवाउन सकौँ र यसले चाहिँ पछिसम्म हामीलाई मेन्टल हेल्थमा पनि हेल्प गर्छ र एउटा परिवारमा पोजिटिभ भाइब्स ल्याउनलाई पनि मद्दत गर्छ। थ्याङ्क्स फर वाचिङ एन्ड सी यू नेक्स्ट टाइम। टिल देन टेक केयर, बाई।